अन्यहासेयो नमस्कार ल साथीहरू आज तपाईँलाई फेरि भाग 19 मा स्वागत छ। भाग 19 भाग 19 तपाईँलाई आज म के पढाउँदै छु भन्दाखेरि निरन्तर कालहरु है। निरन्तर कालमा तपाईँलाई सामान्य वर्तमानको निरन्तर काल पहिला यो पढ्छौँ हामी। सामान्य वर्तमानको निरन्तर काल पढ्छौँ सुरुमा। यसमा के हुन्छ भन्दाखेरि तपाईलाई यसमा सामान्य वर्तमानको निरन्तर कालमा के हुन्छ भन्दाखेरि VST प्लस गो एत प्लस सुम्निदा अथवा अयो। यसको अर्थ के हुन्छ भन्दाखेरि दही छु अथवा दही छ यस्तो अनि यी रहन्छ है, अथवा यी रहन्छु यस्तो के हुन्छ यसको अर्थ हुन्छ भनेको निरन्तर कुनै काम सुरु गरिसकेपछि के हुन्छ निरन्तर भइरहन्छ। अनि हामीले के कोरियनमा के गर्नुपर्छ दही छु के अरे गोइता लगाउनु पर्छ है। सुम्निदाले चाहिँ सुम्निदा टुङ्गायो भने चाहिँ सुम्निदा लगाउनु भयो भने औपचारिक हुन्छ हैन। अनि अयमा लगाउनु भयो भने के हुन्छ अनौपचारिक। फरक यही हो सुम्निदा र अयको चाहिँ। निरन्तर चाहिँ केले बन्छ भन्दाखेरि गो र इतले है त, गो र इतले। ल यसको हामी एउटा वाक्य बनाएर हेर्छौँ। ल वाक्यमा हेर्नु त तपाईलाई वाक्यमा के छ भन्दाखेरि म घर जाँदैछु। अर्को बनाऊ साथी पत्रिका पढ्दैछ। अर्को कर्मचारीहरू काम गरिरहन्छ। ल है त यो तीनटा भयो। यो एक भयो, यो दुई भयो, यो तीन भयो। ल यसलाई हामी कोरियनमा बनाएर छौँ त कोरियन कस्तो हुँदैछ ल हेर्नु त। कोरियनमा के छ मलाई के भन्छ छ भन्छ। अब पार्टिकल हामीले यहाँ के लाउनु पर्यो नुन छ नुन। अनि घरलाई के भन्छ छिप। अनि हामीले पार्टिकल के लाउनु पर्यो ए छिबे घरमा। जानुलाई के भन्छ जानुलाई भन्छ खादा। अब खादा आयो। अब हामीले जोड्नु पर्ने के छ VST प्लस गो छ हैन त खागो। अनि त्यसपछि के छ ईद लेख्नु पर्ने छ खागो अनि ईद अनि इस्सयो अथवा इस्सुम्निदा। ल इस्सयो अथवा इस्सुम्निदा। छनुन म छिबे घरमा खागो जाँदै इस्सयो अथवा इस्सुम्निदा भनेको छु है त घरमा जाँदैछु अथवा घरमा जाँदैछौँ। सब्जेक्टमा को आएको छ भने है त। ल अर्को तपाईँहरूको छ साथीलाई के भन्छ छिन्गु। छिन्गुमा फाचिम छैन त्यही भएर पार्टिकल के लाग्यो गा लाग्यो छिन्गुगा। साथीले पत्रिकालाई के भन्छ सिन्मुन। सिन्मुन भनेको पत्रिका है। सिन्मुन पत्रिकालाई गर्नुपर्ने हामीले अब सिन्मुनुल पत्रिकालाई। पढ्नुलाई के भन्छ इक्ता ल र ग दा हटिहाल्यो। के लाउनु पर्यो यसमा गो लाउनु पर्यो भनेको इलको यो गले गलाई के गर्यो क गराइदियो। अनि इत्तामा फेरि के लाउनु पर्यो हामीले अब इलको इस्सुम्निदा अथवा इस्सयो है त। इलको इस्सुम्निदा लगाइदियो। पत्रिका पढ्दैछ। छिन्गुगा साथीले सिन्मुनुल पत्रिकालाई इल्को इस्सुम्निदा पढ्दैछ रे त। अब अर्को छ कर्मचारीलाई के भन्छ कोरियनमा छिगोन भन्छ है।
छिगोन भनेको के हो कर्मचारी अनि हरूलाई के भन्छ दुल हरूलाई के भन्छ अरे दुल दुल भनेको हरू है अनि हामीले पार्टिकल यहाँ के लगाउनु पर्यो अब इ लगाउनु पर्यो किनकि लफाचिमाको छ कर्मचारीहरूले कामलाई के भन्छ काम गर्नुलाई इरादा भन्छ है इरादा अब के लाउनु पर्यो हामीले गोइता लाउनु पर्यो इरागो अनि स्मृदा अथवा यहाँ स्पेस सरी थोरै स्पेस हुनुपर्छ है गो अलग्गै हुनुपर्छ अनि के गर्नुपर्छ इतलाई के गर्नुपर्छ हामीले अलग्गै लेख्नुपर्छ इरागो इसयो है त काम गर्दैछ यसरी हामीले बनाउन सकिन्छ है त ल यो सामान्य वर्तमान कालको निरन्तर काल भयो है त ल अथवा ल अर्को छ फेरि भिएसटी प्लस निरन्तर काल है भिएसटी प्लस यसमा चाहिँ के छ भन्दाखेरि गो इट अत प्लस सुम्निदा अथवा अयो यसको चाहिँ के हुन्छ हामीले भिएसटी प्लस गोइतलाई हामीले के पढेको थियौँ यो सामान्य वर्तमान निरन्तर भयो यो चाहिँ के भयो सामान्य भूतकालको यो चाहिँ फेरि के को भूतको निरन्तर है भूतको निरन्तर भयो अब ल हेर्नु कसरी भूतको निरन्तर भयो भन्दाखेरि यहाँनिर के लागेछ हाम्रो यो भूतकाल लागेछ नि त त्यही भएर भूतको निरन्तर भयो यसको अर्थ के हुन्छ भन्दाखेरि तपाईँलाई यसको अर्थ हुन्छ दही थिए त दही थियो यस्तो है दही थिए गरौँ थियो थिए अनि यी रहन्थ्यो यो दुई अर्थमा लगाउन सकिन्छ अथवा यी रहन्थ्यौँ यस्तो है त ल यसको पनि बनाऊँ वाक्य बनाएर हेरौँ वाक्यमा चाहिँ तपाईँलाई एकमा छ हामी फिल्म हेर्दै थियौँ सुरु गरिसकेको छ तर के भन्छ अन्तिम भएको छैन है त अर्को दुईमा छ तपाईँहरूलाई सहकर्मी भात खाँदै थियो भात खाँदै थियो अर्को तपाईँलाई तीनमा छ केटा लुगा लगाउँदै थियो ल यसरी हामीले अब यसलाई बनाउनु पर्यो है त अब यहाँ के भन्छ भन्ने कुरा है त हामीलाई के भन्छ हामीलाई भन्छ उरी उरी भनेको हामी है उरी फाचिम छैन त्यही भएर हामीले के लाउनु पर्यो गा लाउनु पर्यो उरी गा हामीले फिल्मलाई के भन्छ यङवा लाइलाई के भन्छ अब रोल होइन यङवा रोल हामीले फिल्मलाई यङवा रोल हेर्नुलाई के भन्छ फोदा है यङवा रोल बुझ्ने गरी लेखिदिन्छु म यङवा रोल अनि हेर्नुलाई के भन्छ अरे फोदा फो अनि के लाउनु पर्यो अब गो अनि के जोड्नु पर्यो फेरि इस अस होइन त हो गो इस अस अब हामीले जोड्नु पर्ने के छ अयो र सुम्निदा छ है त हामी फिल्म हेर्दै थियौँ भयो त उरीगा हामी यङवा रोल फिल्मलाई फोगो इसयो हेर्दै थियौँ रे त तपाईँलाई अर्को छ सहकर्मीलाई के भन्छ थङ्न्यो थङ्न्यो भनेको के हो सहकर्मीले गर्नु पर्यो होइन थङ्न्योगा सहकर्मीले अनि भातलाई के भन्छ अरे फाप फाप अनि उल भातलाई खानुलाई के भन्छ मक्ता मक्तामा हामीले के जोड्नु पर्यो अब गो इत अत जोड्नु पर्यो होइन
अनि मको त्यसै के लाउनु पर्ने छ इस अस मको इस अस सुम्निदा सहकर्मी के गर्थ्यो अरे भात खाँदै थियो है त ल थौन्योगा सहकर्मीले फाबोल भातलाई मकको खाँदै इस सुम्निदा थियो है त खाँदै थियो है त मकको इस सुम्निदा भनेको खाँदै थियो। अर्को छ तपाईँलाई अब एउटा केटालाई के भन्छ नाम्जा भन्छ है केटालाई के भन्छ अरे नाम्जा नाम्जा भन्ने केटा नाम्जागा फाचिम छैन के लाउनु पर्यो हामीले गा केटाले अनि लुगालाई के भन्छ ओत होइन त ओत भन्ने के हो लुगा अनि लुगालाई गर्नु पर्यो होइन ओसुल फाचिम छ त्यही भएर उल लाग्यो लुगालाई लगाउनलाई के भन्छ इप्ता है इप्ता भन्ने के हो लगाउनु ओसोल इप्ताको दाट्यो के लाउनु पर्यो अरे हामीले गो लाउनु पर्यो होइन इप्को अनि इस अनि अस अनि अयो अथवा सुन्निदा है मैले तल लेख्दै यो अस पछि यहाँ जोडिने है यो चाहिँ इस अस अयो भनेको केटाले लुगा लगाउँदै थियो रे त ल यसरी हामीले निरन्तर भूतकाल पनि पढ्यौँ। अब तपाईँहरूलाई अर्को छ भविष्य निरन्तर भविष्यकालको निरन्तर है भिएसटी प्लस गो अनि इट केत है त गो इट केत प्लस सुम्निदा अथवा अयो यसमा पनि सुम्निदा अयोको अर्थ भनेको चाहिँ त्यही हो के हो औपचारिक र अनौपचारिक है यसको अर्थ के हुन्छ भन्दाखेरि दय हुनेछ अथवा यी रहन्छ रहनेछ है यी रहनेछ यी रहनेछ है त गरिरहनेछ यस्तो हुँदै गरी हुनेछु गर्दै हुनेछु यस्तो टाइपको है त ल यसको दुईटा वाक्य लेखौँ के हुन्छ होला हेर्नु त म कोरियन भाषा सिकिरहनेछु अर्को लेखौँ भोलि गाउँमा जाँदै हुनेछु ल यसरी हामीले यसलाई बनाएर हेरौँ मलाई के भन्छ छ फाचिम छैन त्यही भएर के लाग्यो नुन छ नुन कोरियन भाषालाई के भन्छ हानगुक है त हानगुक कोरियन भाषा भन्ने के हो हानगुक फाचिम छैन त्यही भएर के लाग्यो रुल म कोरियन भाषालाई सिक्नुलाई के भन्छ अरे फेउदा अनि के लाउनु पर्यो अब फेउगो अनि इट केत है फेउगो इट केत अनि के जोड्नु पर्यो फेरि सुम्निदा जोड्नु पर्यो होइन फेउगो इट केत सुम्निदा अथवा अयो यो केत चाहिँ किन भयो भन्दा डबल सली गला के गराउँछ अब क गराउँछ है हुन्छ खासै केत हो तर जोडिरहेको के भयो यसको उच्चारण के गर्नु पर्यो हामीले केत गर्नु पर्यो छनुन म चाहिँ हानको गरोल कोरियन भाषालाई फेउदा है फेउगो हुनु पर्ने फेउगो मात्रै भएछ फेउगो है फेउ अनि फेउ पछि के छ बल्ल गो लाग्यो है फेउगो अनि इत्के सुम्निदा म चाहिँ कोरियन भाषा सिक्दैछु है त नेइल भोलिलाई के भन्छ नेइरोन के लाउनु पर्यो अब चाहिँ उन लाउनु पर्यो फोकस गर्नु पर्यो नेइरोन भोलि चाहिँ अनि गाउँलाई के भन्छ खोयाङ भन्ने गाउँ होइन त खोयाङ पार्टिकलमा के लाउनु पर्यो ए खोयाङ ए गाउँमा जानुलाई के भन्छ खादा अनि खादामा के लाउनु पर्यो अब हामीले खागो अनि खागो इट केस
अनि सयो अथवा उम्निदा के अरे सयो के अरे सुम्निदा अथवा अयो है खागो इस्सयो ल नेरोन भोलि चाहिँ खोयाङे गाउँमा खागो इत्के सयो भन्ने गाउँमा जाँदै हुनेछु रे त ल तपाईँले यहाँ के बुझ्नु पर्यो भन्दाखेरि गोइदले के हुँदो रहेछ निरन्तर हुँदो रहेछ केले रे गोइदले है गोइदले निरन्तर हुँदो रहेछ यसमा तपाईँहरू के लागेको छ भन्दाखेरि अब भूतकाल निरन्तर के रहेछ गोइदे आएको छ होइन सुरुमा अनि अन्तिममा के जोडेको छ ईद पछि अस जोडेको छ त्यही भएर भूतकाल निरन्तर भयो यसमा पनि के आएको छ गोइद नै आएको छ होइन यो निरन्तर आइएनजी जस्तो भयो अनि के लागेको छ भन्दाखेरि गेत लागेको छ है त ल गेत लागेर के भयो यो चाहिँ भविष्यकालको निरन्तर भयो ल आजलाई यति भोलि हामी अर्को भागमा फेरि भेट्नेछौँ धन्यवाद।